हाई एभ्रिवान, नमस्ते मेरो सम्पूर्ण फेसबुक फ्यामिलीलाई। कस्तो हुनुहुन्छ हजुरहरू? सन्चै हुनुहुन्छ भनेर आशा गर्छु र म पनि ठिकै छु। यहाँ चाहिँ म के हेर्न गएको भने नि इन्टरनेसनल विन्टर एक्सपो अरे है। यो चाहिँ एउटा मेला लागेको रहेछ यहाँ। र इन्टरनेसनल भनेको चाहिँ के रहेछ, इन्टरनेसनल भनेको चाहिँ के चाहिँ आइटम राखेको हुँदो रहेछ, इन्टरनेसनल यति ठुलो नाम दियो भनेर हामी चाहिँ हेर्न गएका थियौँ। र यो चाहिँ एन्टर हो है, यो चाहिँ एन्टर गेट हो। र यो जग्गा चाहिँ कहाँ हो भने नि साथी हो, यो चाहिँ एकदम बालाजी मन्दिरको छेउमा ल टिकट पनि हामीले लिइहाल्यौँ। र टिकटको दाम चाहिँ 20 रुपियाँ हो, धेरै पनि होइन। र पार हेड 20 रुपियाँ दिएर हजुरहरू एन्टर गर्न सक्नुहुन्छ। र यहाँ पस्ने बित्तिकै, यहाँ एन्टर हुने बित्तिकै चाहिँ हजुरहरूले यस्तो खालको दृश्य देख्न सक्नुहुन्छ र यस्तो खालको ब्याकग्राउन्ड देख्न सक्नुहुन्छ। र कति राम्रो लाग्यो हेर्नुहोस् न हेर्दाखेरि। अब यहाँ हेर्नुहोस् न, यो चराको घोसला पनि बिक्री गर्न पो राखेको रहेछ। पहिला हामीले त यतिकै देख्थ्यौँ होइन, अहिले त मार्केटमा पो देख्न थाल्यो, मेलामा पो देख्न थाल्यो। र यति राम्रो राम्रो पट्सहरू, होम डेकोरेटिभ आइटम्सहरू यति राम्रो राम्रो राखेको थियो नि साथी हो। र पेन्टिङ त झन् एकदम आकर्षित थियो है, एकदम आकर्षित एट्र्याक्सनवाला थियो। एकदम ठुलो सानो जस्तो पनि हजुरहरूले लिन सक्नुहुन्छ। तर मेलामा चाहिँ दाम चाहिँ यति नै धेरै हुँदो रहेछ नि, अब डबल पो हुँदो रहेछ है साथी। खालि हेर्नको लागि, मनोरञ्जनको लागि चाहिँ साह्रै राम्रो, तर किन्नको लागि चाहिँ एकदमै महँगो। यहाँ हेर्नुहोस् त, यी राजस्थानीहरू यी बसी बसी पनि बनाउँदा रहेछन्। यो चाहिँ एकदमै राम्रो लाग्यो। थोरै चिज बनाएका होइनन्, हरेक चिजै राम्रो लाग्यो यहाँ। अब यो आँखाले दुईटा आँखाले देखेपछि जे पनि राम्रै लाग्छ नि होइन र साथी हो। र एन्टरटेनमेन्टको लागि पनि यहाँ नि गानासानाको प्रोग्राम पनि राखेको थियो है। यहाँ जसले पनि गाना गाउनु लाग्यो भने चाहिँ यो स्टेजमा उठेर गाना गाउन सक्ने हुने रहेछ। साथी हो, इन्टरनेसनल नाम चाहिँ किन दिएको रहेछ भने नि, यहाँ हेर्नु न, दुबई बाइट्स अरे। यहाँ दुनियाँभरको चक्लेट्सहरू दुबईबाट ल्याएको अरे त। तर यसको दाम चाहिँ यति नै धेरै नि, एक पाउला 700 रुपियाँ अरे। मैले चाहिँ खालि टेस्ट गर्नको लागि अलिकति किनेकी है साथी हो। यहाँ चाहिँ कस्तो चाहिँ हुँदो रहेछ भनेर एकदम यति महँगो हेर्नुहोस् न। देख्दाखेरि त एकदम भेराइटिजमा त लाग्यो, डिफ्रेन्ट टाइप्सको त रहेछ, डिफ्रेन्ट क्वालिटी त राम्रै लाग्यो अब देखेर चाहिँ। अब खाएर पनि ठिकै लाग्यो। अब यहाँ हेर्नुहोस् न, यति राम्रो राम्रो झर्ना नि, जो इन्टेरियर डेकोरेसनको लागि यति राम्रो राम्रो झर्ना पनि यहाँ पनि राखेको। यो पनि एकदम एट्र्याक्टिभ लाग्यो है साथी हो, बहुत ही राम्रो लाग्यो। तर महँगो चाहिँ यति महँगो नि, र किन्नु भने चाहिँ जेब चाहिँ खाली हुने रहेछ है साथी हो। अब चाहिँ अलिकति भोक लाग्यो घुम्दा घुम्दै, र यहाँ चाहिँ हामी चाहिँ के खान आँट्यौँ भने नि रबडी जलेबी चाहिँ यति टेस्टी हुन्छ नि साथी हो, एकदमै मजा आउँछ। जसले मिठो खाँदैन नि त्यसले पनि अगर रबडी जलेबी एकबार टेस्ट गऱ्यो भने नि त्यो बार बार त्यही खान्छ है साथी हो। बहुतै टेस्टी लाग्छ है यो। मलाई, हामीले चाहिँ यही खायौँ, मेरो सिस्टरहरू पनि यहाँ खाँदैछन् र हामीले पनि खायौँ। अब मजा लाग्यो खाएर, फेरि पो खाम लागिरहेको साथी हो। मेरो दिदीहरू चाहिँ नि घुम्न हिँड्यो भने चाहिँ यिनीहरूलाई चाहिँ साह्रै मनपर्छ खानालाई, एकदम फुडी छन् क्या, एकदमै फुडी छन्। उहाँ हेर्नुहोस् न, माने जहाँ जे देखो त्यही खानु नै छ उनीहरूले। कति इन्ट्रेस्ट पनि खानाको लागि। हेर्नु, म चाहिँ भिडियो बनाएँ भने घुमिरहेको छु, उनीहरू चाहिँ खाइ नै राख्छन्। र उनीहरूले जे किन्छ म चाहिँ एक चम्मच खाँदै हिँड्छु है साथी हो। किनकि मसँग चाहिँ टाइमै हुँदैन यो भिडियो बनाएँ भने। कति इन्ट्रेस्ट लागेको भिडियो बनाउन पनि थाहा छैन किन। र हजुरहरूलाई एउटा चिज चाहिँ देखाउँछु, जसलाई आदिवासी तेल चाहिन्छ नि यहाँबाट लिन सक्नुहुन्छ। कसको चुलचुल झरो भने चाहिँ तेल चाहिँ लिन सक्नुहुन्न है। र यहाँ हेर्नुहोस् त, यहाँ चाहिँ यिनीहरूले मादल बजाइरहेका, मादल पनि बिक्री गरेर राखेको। राम भिड चाहिँ यति भयो नि, यति। बेलुका भएपछि साह्रै भिड, र जानु छ भने चाहिँ दिउँसै गए ठिक छ है। तर बेलुका भएपछि साह्रै भिड हुन्छ है, राम्रो लाग्दैन त्यति भिडमा पनि होइन। र मलाई चाहिँ फेरि यो रबडी जलेबी फेरि खान मन लाग्यो र फेरि खाएँ साथी हो। यति गरम मजा आयो भनेर फेरि दोबारा खाएको। नै मैले यस्तै दोबारा कहिले खाएकी थिइनँ। यहाँ चाहिँ मेरी नानीलाई खाना छ बर्गर कि फिदा हो चाहिँ एकदम दिवानी। बर्गर पिज्जा चाहिँ चाहिन्छ उसलाई चाहिँ, जहाँ गए पनि। आज चाहिँ पिज्जा त्यहाँ रोइन्छ र पिज्जा थियो तर खत्तम भइसकेको थियो, इन्तजार गर्ने टाइम थिएन, रुक्ने टाइम थिएन भनेर आज चाहिँ बर्गर खाइरहेकी मेरी नानीले चाहिँ। र सानो नानीहरूलाई एन्टरटेनमेन्टको लागि चाहिँ यहाँनिर झुलाहरू पनि छ है साथी हो। नानीहरू बोरिङ चाहिँ हुँदैन है मेलामा आएपछि, नानीहरू चाहिँ एकदमै बोरिङ हुँदैन है साथी हो। र म चाहिँ मेलामा गएँ भने साथी हो टाइम गएको थाहै पाउँदैन। सच्चै हो नि, मेलामा गयो भने चाहिँ कतिखेर कति बज्यो, कति टाइम भयो केही थाहा पाइँदैन। खालि घुरिराख्नै मन लाग्ने अरे नि त नि। र जे देखो त्यही हेर्न मन लाग्ने। यहाँ हेर्नुहोस् न, यहाँ यति राम्रो राम्रो सोफा राखेको थियो नि, यो यहाँ पनि आँखा गइहाल्यो, हेर्न मन लागिहालेको। अब यहाँ हेर्नुहोस् त, यति राम्रो कस्मेटिक आइटमहरू भए, कपडाहरू, जुत्ताहरू, यो सब त राख्छ होइन। लेडिजलाई त यसैमा आँखा जान्छ धेरै जस्तो। किने पनि नकिने पनि माने हेर्न चाहिँ एकदम मन लागिहालेको। यहाँ हेर्नुहोस् न, यी राजस्थानी जुत्ता अरे, राजस्थानबाट पो लिएर आएको, दिल्लीबाट पो लिएर आएको त्यही जुत्ताहरू पनि। र हाम्रो आसामका पनि ट्रेडिसनल ड्रेसहरू पनि राखेको थियो। कुनै पनि मेलामा कोही आइटम चाहिँ एकदमै कमनै हुन्छ है होइन र साथी हो। एउटै देखे जस्तै लाग्छ नि। र मेलामा घुम्न यसै चाहिँ टाइम पासको लागि चाहिँ ठिकै। इन्टरनेसनल एक्सपो चाहिँ किन राखेको रहेछ नि नाम भने नि, यो चाहिँ अफगान ड्राई फ्रुट्स अरे, अफगानिस्तानबाट आएको ड्राई फ्रुट्स पो रहेछ है साथी हो। र यहाँ हेर्नुहोस् त, यो चाहिँ अफगानिस्तानको अरे है, त्यही भएर पो त इन्टरनेसनल नाम राखेको रहेछ। 2-3वटा आइटम चाहिँ इन्टरनेसनलबाट आएको रहेछ, त्यही भएर है। र हाम्रो आसामको पनि कोही चिज त यति एट्र्याक्टिभ हुन्छ नि। लु हेर्नुहोस् त, यो हाम्रो होममेड कस्तो राम्रो चिज राखेको छ यहाँ होइन। यो सबैभन्दा युनिक छ हाम्रो त होइन। र मलाई त यति राम्रो लाग्छ नि यो चिज देख्ने बित्तिकै। र इन्टरनेसनल किन राखेको रहेछ भने देखिहाल्नु भयो होइन। र दुईटा 3टा चिज चाहिँ बाहिर देशको
रहेछ र त्यही भएर इन्टरनेसनल राखेको रहेछ र यहाँ चाहिँ नि एउटा पोखरी रहेछ र त्यो पोखरीको वरिपरि चाहिँ नि सजाएको रहेछ एकदम लाइटिङले सजाएको रहेछ र यहाँ चाहिँ फोटो सेक्सन रहेछ यहाँ र मेरो सिस्टरले चाहिँ एकदम रेडी पोजिसनमा आउनुहोस् न फोटो खिच्नको लागि मलाई बोलाइराख्नु भएको आइज कि आइज भनेर फोटो खिच्नलाई होइन म चाहिँ सेल्फीमै पर्छु मेरो चाहिँ एकदम सामनेबाट फोटो आउँछ र एकदम राम्रो आउँदैन है मेरो चाहिँ सेल्फी लिने भएर र हामी चाहिँ अब सबै त गरिसकेर हेरिसकेर निस्केका है साथी हो घर आउनको लागि हस्बेन्डलाई चाहिँ तानी लिएर आउँदैछु भिडियो फोटोमा आउने खोज्नुहुन्न उहाँ चाहिँ हेर्नुहोस् न आजकल नि साथी हो म जहाँ गए पनि एउटा सानो भिडियो चाहिँ बनाइहाल्छु है किनभने नि मेरो मन यस्तो छ कि जो चिज मैले हेर्छु नि अरूले पनि हेर्नु सक्नुहुन्छ भनेर म चाहिँ एउटा भिडियोको थ्रु हेर्नुहोस् भनेर म चाहिँ अपलोड गरेको सेयर गरेको है किनकि जो गुवाहाटीबाट टाढा बस्नुहुन्छ बा टाढाबाट हेर्न आउन पाउनुहुन्न र उहाँहरूको लागि चाहिँ एउटा सानो भिडियो गरेर मैले सेयर गरेको हुँ साथी हो र सानो एउटा मिठो कमेन्ट गर्नुहुन्छ भनेर आशा गर्नेछु